यहाँ रहेको छ हाम्रो न्यू युनिभर्सल एकाडेमी गौरीगञ्ज एक झापाको फुड फेस्टिभल 2082 र यहाँनिर हाम्रो बहिनीहरूले बनाउँदै हुनुहुन्छ फुड सेटल नम्बर 1 मा फाले यो सेफाले भन्ने यो चाइनिज सरी के फुड हो सिक्किमको फुड हो हैन यहाँ बहिनीहरूले बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ हाम्रो सेफालेको ग्रुपहरू हुनुहुन्छ से टु हाई टु माई च्यानल ल यहाँ सेफालेको ग्रुप रहेको छ यहाँनिर यहाँ बनाउँदै हुनुहुन्छ बहिनीले यो रहेको छ यहाँबाट यसरी मेकिङ भएर यहाँनिर यस्तो पाकेको चाहिँ यस्तो हुने रहेछ सेफाले भनेको सेफाले फुड यस्तो हुने रहेछ है अगे किप गोइङ गर्ल्स ल किप गोइङ अगे ल यसै गरेर यहाँ रहेको छ अर्को हाम्रो फुड सेटल नम्बर 3 यहाँ चाहिँ बिरयानी रहेको छ बिरयानी बनाउने हाम्रो भाइहरू यहाँ बनाउँदैछन् यहाँ कटिङ हुँदैछ यहाँनिर चाहिँ चिकन कटिङ भइरहेको छ चिकन अब यहाँ यस्तो यहाँ कटिङ भएर यताबाट यहाँ यसरी काटलेट भइसके पछाडि यता अब बिरयानीको लागि तयारी भइरहेछ बहिनीहरूले तयारी गरिरहेछन् यहाँनिर बिरयानीको लागि तयारी भइरहेको छ यहाँ हाम्रो सार्थक भाइ आयो यहाँ बिरयानीको लागि चामल रेडी भइरहेछ यहाँ बहिनीहरू हुनुहुन्छ तिमीहरू के हो बिरयानी टिम हो बिरयानी बनाउने फ्रम क्लास 9 यस ओके यसै हाई बोइज ओके ल यसै गरेर यहाँ हाम्रो अब सेटल नम्बर फुड स्टल नम्बर 2 मा रहेको छ मोमो हाम्रो 8 क्लासको बहिनीहरूले मोमो बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ के मोमो हो भेज र नन भेज मोमोको तयारी भइरहेको छ यहाँ बहिनीहरूले मोमो बनाइरहेछन् हैन ल यहाँ सेटु हाई एकदम ल यहाँ सेटल नम्बर नाटकको मोमो पनि एन्जेबी भ्लग ल मोमो बनिरहेछ यता पनि छ यो भेज चिकन हो भेज मोमो यहाँनिर छ हाम्रो सुनामी यहाँ हुनुहुन्छ हाम्रो राइनी सायना अनि यहाँ हुनुहुन्छ हाम्रो तमन्ना गाइज मोमोले पानी तातिरहेछ पानी बफाउनु पर्यो मोमो बनाउनको लागि सबभन्दा सुरुमा अनि यहाँनिर बहिनीहरू यहाँ मोमो बनाइराख्नु भएको छ यो चाहिँ के मोमो चिकन मोमो बनाउने हाम्रो यहाँ जेनिसा हुनुहुन्छ जेनिसा यो चाहिँ किमा अरे हाम्रो दिपिकाले देखाइराख्नु भएको छ अघि किप गयो यहाँनिर मेरो सब्सक्राइबरहरू छन् यहाँ मेरो सब्सक्राइबरहरू अलिक परबाट यहाँ चाहिँ सब्सक्राइबरहरू छन् यहाँ रहेको छ फुड स्टल नम्बर 4 र यसमा रहेको छ पकौडा फ्रेन्च फ्राई अमलेट र परौठाको यहाँनिर भइरहेको छ भाइहरूले यहाँ बनाइरहेछन् से आइ यहाँनिर बनायो ओइ नचिच्या त्यसरी ल यहाँनिर उयो भइरहेछ यहाँ पकौडा भइरहेछ यहाँनिर हाम्रो यो के हो पकौडाको लागि होइन यो चाहिँ के हो यो परौठाको लागि यहाँ भाइहरू बनाइरहेछन् यहाँ केटाहरू गरिरहेछन् यहाँ परौठा यहाँ बनिसक्यो यहाँ पकौडा ल यो चिकन पकौडा यहाँ भइरहेछ अब चिकन पकौडा कस्तो भयो अब यहाँ टेस्ट गरेपछि थाहा हुन्छ गाइज यहाँ हाम्रो भाइ छ आकाश भाइ नि आकाश भाइ यो चिकन पकौडाको लागि यहाँ भाइहरू नारायण युनिक यहाँनिर अब यो चिकन पकौडा यहाँ यस्तो भइरहेछ गाइज होइन म एकछिनमा टेस्ट गरेर नि भन्छु एकछिनमा तपाईँहरूलाई कस्तो हुन्छ भनेर यहाँनिर रहेको छ चिकन अनि यहाँनिर रहेको छ बेसन अनि यो चिकनलाई चाहिँ बेसनमा मलिसके पछाडि चाहिँ चिकन पकौडा हुने रहेछ यहाँ भाइहरू छन् यहाँ हाम्रो बजगाई भाइ छ मेरो बजगाई भाइ यहाँ बेनिस भाइ ओके यो बेनिस कम प्लिज से अबाउट दिस our school organized food festival. Yes. How is you feel? How you feel? Good. Yeah. You feel good. ल भाइहरूलाई कस्तो लागिरहेछ आज यो फुड फेस्टिभल भन्दा? बिल्कुल भनिसक्यो मैले।